यो चाहिँ मेरो पहिलो रियाक्सन भिडियो। आज चाहिँ म एउटा भिडियोमा रियाक्सन गर्न गइरहेको छु हैन। अब पहिलो प्रयास हो, कस्तो हुन्छ हेरेर साथ सपोर्ट गरिदिनु होला हैन। आज चाहिँ नेपाली तरकारी बजार भन्ने हुन्छ कि, नेपालीहरु चाहिँ तरकारी बजारमा के गर्छन् भन्ने कुरा चाहिँ म यो चाहिँ तपाईहरुलाई देखाउन गइरहेको छु। सँगै बसेर हेरौँ है त। पुरा चाहिँ गर्दिनँ म, आधीसम्म चाहिँ प्रयास गर्नेछु। हेरौँ है त साथमा। 20 रुपए केजी। अरे दाइ बिस्तारै बोल्दा पनि सबले सुन्छ क्या, बिस्तारै बोल्नु न यार। भइहाल्छ नि। ए टमाटर 20 रुपए केजी, 20 रुपए केजी। आउनु आउनु टमाटर 20 रुपए केजी। आउनु 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 20 रुपए। सब्जी बजार, सब्जी पसले। ओ दाजु यता आउनु, लानु प्याज किलोको मात्र 100 रुपैयाँ। ओ दाजु यता आउनु, लानु त्यो भन्दा सस्तोमा सब्जी। साच्चै यस्तो कम्पिटिसन भयो भने चाहिँ हामीलाई मजा आउँछ नि त हैन। खरिद गर्ने कस्टमरहरूलाई पनि फाइदा भयो नि त। उनीहरूको दुईटाको बिचमा झगडा परेर आउँछ त, कसले सस्तो दिने कसले महँगो दिने भने अन्य फाइदा चाहिँ हामीलाई हुन्छ कि आम जनतालाई हुने हो कि। त्यो चाहिँ हुनुपर्छ के। ओ दाजु यता आउनु, लानु प्याज किलोको मात्र 100 रुपैयाँ। ओ दाजु यता आउनु, लानु प्याज 1 किलोको 60 रुपैयाँमा। के भयो है। ओ दाजु यहाँ आउनु, लानु 1 किलोको मात्र 50 रुपैयाँ। 50 मा ओन्ली 50 रुपैयाँमा। ओ दाजु तपाईँ कस्तो सलमान खान जस्तो हेन्सम हुनु त रहेछ। यता कान बनाइदिन्छ। अब मकै है त, सलमान खान चाहिँ मकै आउनु न। हो र यता जान्छु। अरे दाजु के को सलमान खान, हजुर त हेन्समको माल राजेश हमाल हुनुहुन्छ। राजु त सही कुरा यता। ए दाजु यता आउनु, मेरो सब्जी फ्रेस छ। होइन दाजु यता आउनु। यस्तो भयो भने चाहिँ फेरि लास्टै गाह्रो हुन्छ कि। कहिलेकाहीँ हामी रत्न पार्कतिर जाँदा पनि, तपाईँको पोखरा साइडमा जाँदाखेरि अनि यो पूर्वतिर जाँदा इलामतिर जाँदा तानै हुन्छ कि। त्यो याद आउँछ क्या मलाई चाहिँ। ए दाजु मेरो फ्रेस छ यार। ए दाजु यो कालेको सब्जी छैन। दाजु मेरो फ्रेस छ क्या। चार मास चलहरु जाने तिमीहरुको दुईजनाको सब्जी। ए दिदी यता आउनु न सब्जी। ए दिदी यता आउनु, यता आउनु। केटीलाई हात पात गर्यो भने त फेरि पुलिस केस लाग्छ नि त हौ चल्लीहरू। दा आधी किलो आलु। ए ट्याप ट्याप गरौँ, ट्याप ट्याप गरौँ। डबल ट्याप डबल ट्याप डबल ट्याप। हो दा आलु क्या? सब्जी टिकटकमा बेच्दा के। हेन्सी भाइ जा, हेन्सी भाइ जाऊ। अब हो दाइ आलु। ए एकछिन न भाइ, मेरो यहाँ लाइभ म्याच चलिरहेको छ कि, एकछिन बख न। अरे यार दाइ। ए लु एउटा रोज आयो। यसले चाहिँ मेरो जस्तै फोन चलाइरहेको रहेछ के। ए साथी भाइ तिमीलाई आलु होइन? अँ दाइ। अनि प्याज कसरी छ? ए टक्कन टुकुन टक्कन टुकुन टक्कन टक्कन। ओ दाइ प्याज कसरी छ? भाइ तिमी के चाहन्छौ? म भाइरल नहौ? ए भाइ एउटा गरिब दुखी भाइरल पनि नहोस्। मेरो नि सपना छ भाइ, भाइरल भएर इमोसन हान्दिएर के फेरि इमोसन ब्ल्याकमेल के। एउटा म्युजिक भिडियो गर्ने, एउटा गरिब दुखीको यो सपना पनि पुरा नहोस्। त्यस्तो होइन नि दाइ। त्यसले एकछिनमा टिकटक बनाउँछु भाइ। मेरो एकछिन फोन पक्रिदेऊ न, टिकटक बनाउँछु। पक्रिदेऊ त। यार तेरिका म पक्रिदिन। एउटा गरिब दुखीले आफ्नो सपना पनि पुरा नगरोस्। हस् दाइ पक्रिन्छु। आलु किन्न गएको मान्छेलाई मोबाइल भिराइदिएर के टिकटक बनाउनलाई। अब भयो होइन दाइ? ओ भाइ भयो। प्याज कसरी छ दाइ? 1 किलोको 500 रुपैयाँ भाइ। 500 रुपैयाँ? भाइ मेरो टिकटकमा 1000 फलोअर छ। अनि तरकारीहरू फेमस छ, अनि त्यसैले महँगो छ नि। बाग आवाज चाहिँ पाइदै। एउटा गरिब दुखीले सब्जी बेचेर नि पैसा नकमा। राम्रा आवाज पाइदै। अझमै छ। टिकटक लाइभ गर्छु बरु। यो चाहिँ मैले वास्तव मनपर्दा यो चाहिँ मैले ट्राई मात्रै गरेँ फर्स्ट टाइम होइन। त्यसैले यो कस्तो हुन्छ भनेर मैले एकचोटि ट्राई मात्रै गरेको। त्यसैले पुरा भिडियो बनाएन होइन, र छोटो मात्रै बनाऊँ भनेर चाहिँ मैले बनाएको होइन। अब यस्तो कमेडियन भिडियोहरू, यस्तो रियाक्सन भिडियोहरू चाहिँ म प्रयास गर्नेछु। तपाईँहरूले साथ दिनुभयो भने प्लिज सब्सक्राइब गरेर साथ दिनु होला होइन।